हेलो गाइस नमस्कार छ हजुरहरू सबैजनालाई। अन्त म चाहिँ के भन्नु जाँदैछु भन्दाखेरि कन्टेन्ट क्रिएटरको बारेमा है। के भन्नुहुन्छ भने कन्टेन्ट क्रिएटर बन्नेको लागि चाहिँ एकदमै गाह्रो रहेछ होइन। कन्टेन्ट क्रिएटर चाहिँ अब कस्तो हुँदो रहेछ भन्दाखेरि कन्टेन्ट क्रिएटर हुनुको लागि चाहिँ साँच्चै पनि भने एकदमै गाह्रो हुँदो रहेछ। भनौँ फर्स्टमा चाहिँ मलाई पनि एकदमै धेरै गाह्रो हुन्थ्यो होइन। तर अब जहिले अब त आदत भइसक्यो होइन। अनि त्यसैले अब कन्टेन्ट क्रिएटर भन्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि कन्टेन्ट क्रिएटर हुँदाखेरि चाहिँ कन्टेन्ट क्रिएटर भनिसकेपछि एकदमै हामीले जति पनि अब हामीले भिडियोहरू क्लिक गरेका हुन्छौँ होइन, भिडियोहरू बनाएको हुन्छौँ। अब त्यसमा कतिपय हामीलाई एडिट गर्ने समस्या पनि आउँछ होइन, एडिट गर्नु पनि पर्छ। अनि त्यसमा एडिट पनि गर्नु पर्यो। अनि एडिट गरेर जति पनि हामीले त्यो क्लिक गरेका हुन्छौँ त्यो एडिट गर्नुपर्छ। अनि त्यो एडिट गरिसकेपछि अब अब मजाले अब आफूलाई त्यो एडिट गरिसकेपछि त अलिअलि थोरै त काहीँ त गलत पनि हुनसक्छ होइन। मजाले एकदमसँगले कन्टिन्यू गरेर अन्त फेरि हामीले अपलोड गर्नुपर्छ होइन। अन्त त्यो एडिट गर्नुको लागि पनि कति धेरै मेहनत लाग्छ है, कति धेरै कति टाइम लस हुन्छ हाम्रो लागि। टाइम एकदमै ज्यादा टाइम लाग्छ एडिटहरू गर्नओर्नको लागि। अनि त्यसमा फेरि हामी कन्टेन्ट क्रिएटरहरूको लागि चाहिँ हामीले जति पनि एडिट गरेर हामीले जति पनि भिडियो क्लिक गरेर अपलोड गरेको हुन्छौँ त्यसमा लाइक अनि भ्युज नै आएको छैन भने त झन् हामीलाई कस्तो धेरै सो सेड हुँदो रहेछ कि भनौँ। अब हामीले यस्तो मेहनतले बनाएको छौँ होइन। अन्त अब यत्रो मेहनतले बनाएपछि पनि भ्युज नै आउँदैन, लाइक नै आउँदैन भने त फेरि हामीलाई पनि टेन्सनै लाग्दो रहेछ नि त। त्यस्तै हुँदो रहेछ कन्टेन्ट क्रिएटरहरूको लागि चाहिँ। अन्त मलाई चाहिँ त्यस्तो लाग्छ है। कन्टेन्ट क्रिएटरहरू सबैजनाको लागि चाहिँ होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। अरूलाई चाहिँ कस्तो लाग्छ त्यो चाहिँ मलाई थाहा छैन होइन। मलाई चाहिँ एकदमै त्यस्तो लाग्छ, एकदमै गाह्रो हुन्छ होइन। यसो सोच्दाखेरि पनि अब त म त बनाउँदिनँ भने जस्तो लाग्छ। फेरि अब एभ्रिडे जहिले नै बनाउने आदत भएर होला है, नबनाउँदा पनि फेरि कस्तो लाग्छ। अनि फेरि भ्युजहरू नै आएन, लाइक नै आएन भने पनि एकदमै धेरै टेन्सन लाग्छ। कस्तो हार्ट नै के हुन्छ कि त्यस्तो लाग्छ। अन्त कन्टेन्ट क्रिएटर हुनुको लागि चाहिँ एकदमै गाह्रो रहेछ है।